साथी हो बिरालो हिँडेको मान्छेहरू आज नि पानी आउला जस्तो छ दिन यस्तो भइरहेछ दिनहरू धमिलो छ साथी हो आज पनि पानी आउँछ पानी आउला जस्तो गरेछ हिजो अस्ति मात्रै रोप्यामको यति ठुलो भएको हो किम्बुको रुख है यो साथी हो यो किम्बुको रुख हो यो कस्तो मजाले फल्छ है साथी राम्रो फल्छ यो फल खानालाई मान्छेहरूले यो चाहिँ सेतोमा है सेतोमा अस्ति त मजाले फलेको थियो है चराले कस्तो खाएछ भने ल घर त मेरो यहाँ होइन बौदा तिमी साह्रै मोटा आएछ बिहान बिहानै दौड मस्त जोक मारा रे या हस रे हल्कट हस त दौडिन त दौड्या हेरौ न ल त ल ल ल ल ल फटाफटी है फटाफटी भाइसँग दौडे पो अनि दौडिन सुरुमै दौडिन हुन्न रे लु दौडिन त दौडिने साथीहरू भेटेछ है मैले ल बिहान बिहानै दौडिनु पर्छ है बिहान बिहानै राम 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 कस्तो राम्रो देखेको ल यहाँबाट भ्यू त यस्तो राम्रो देख्दो रहेछ भ्यू जरुङ्गु भन्ने यही हो काभ्रेस्थली धर्मस्थली चिसे पानी कता हो ल कति लु हिँड्नु बिहान बिहानै दौड भने यही हो फुर्ती चर्को ल हेर ओह्रालो पायो भने यस्तरी फुर्ती चर्को उकालोमा केटीहरूको है ल हेर फुर्ती चर्को अब हामी बस्ने टार पुगेर फर्केर हामी कता जान्छौँ त्यो ठाउँ घुमेर है हजुरहरू देखाउने नै छु त्यो घन्टी फुल त जहिले नि याक्क परिदेख्छु तर यो चाहिँ के भएको नास्पाती हो नि त नास्पाती कस्तो फलेको है नास्पाती फलेको है साथीहरू टरेलो बारी फर्सी हुन्छ यहाँ फर्सी र टरेलो है यो बस्ने टाटको यो साथी हो यहाँ के पाइन्छ भने गोलबेरा भोलिपर्सि कति लठरामै फल्छ है यो त्यो ठाउँ फर्सी मन्टाहरू साथीहरू यही हो हामी बिहान बिहानै हिँड्दाखेरि यस्तो सिनहरू भेटिन्छ कस्तो राम्रो छ के सिन कस्तो राम्रो सिन भेटेको ल मर्निङ वाक आउनेको भिड अस्ति हामी कहाँ गएको त्यही हो त यहाँ हामी ल सब्जी हाम्रो होलसेल पसल है हाम्रो यहाँ भाइ छ है एकदम सुलभ मूल्यमा दिन्छ मुखै नधुई भन्छ हैन ल घटाउनु चाहिँ मुख धुनु भाइ मुख धुनु त एकचोटि घटाउनुलाई हुँदैन है कतैबाट हामी ल्याइदिउँ एक बोतल
हुन्छ ल यहाँ चाहिँ यस्तो राम्रो राम्रो पसल छ है साथीहरू ल ए हाम्रो तरकारी ल्याउने भाइहरू चाहिँ उहाँ हुनुहुन्छ ऊ हिरो हुनुहुँदो रहेछ वाउ ब्युटिफुल सब कुरा छ है फलफुलदेखि लिएर ल है ल पैसा चाहिँ साथी हो बोकेर आउनु यहाँनिर उधारो चाहिँ भोलि मात्रै हुन्छ अरे नखत चाहिँ आज मात्रै हो अरे ल उहाँ चाहिँ साउजी है मुख नधुई बस्ने साउजी ल भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी ल यो चाहिँ तपाईहरु पढ्नुस् है के छ यहाँ ल हेर्नुस् हामी देख्छौँ तपाई नदेखेको जस्तो गर्नुहुन्छ ल मारी हामी मान्छौँ तपाई रिसाउनुहुन्छ ओहो खतरा खतरा तू समझा हाँ नहीं तू समझा नहीं साथीहरु हामी चाहिँ मरेङ्गा गएर आइसके है घाम छर्लङ्गै लागेछ साथी हो यहाँनिर चाहिँ आज हाम्रो रङ गर्दैछ है साथी हो म देखाउने छु साथी हो घर रिपिट गरे माथिदेखि लाउँदैछ यसरी भर्याङ छोपेर यस्तो कलर रहेछ यहाँबाट छिर्छ भनेर यस्तो गरेको साथी हो गर्दैछ हाम्रो उज्यालो नि भयो राम्रो नि देखियो है कलर पनि राम्रो छ भित्ताबाट चाहिँ पानी रसाए जस्तो भयो सानो कौसीको ग्यापमा त्यही भएर गर्दैछ यहाँ यस्तो फुलको भत्रा गोल साथी हो भत्रा गोल छ यहाँ यो भत्रा गोल सम्हाल्नुपर्छ फेरि यस्तो छ त नि प्लास्टिक बछ्याएर काम राम्रो गर्दो रहेछ भाइहरूले चित्तबुद्ध काम गरेछ साथी हो यहाँ चाहिँ यत्रो भत्रा गोल छ आजको यस्तो छ हाम्रो घरमा काम ह्याङ्गिङहरू बिग्रेला कि भनेर गरे त्यो बिग्रेको छैन राम्रो जोगाड गरिदिएछ हेर्नु न साथी हो कस्तो राम्रो देख्यो क्या त्यो राम्रो देखेको कलर त्यति कलर लाउँदा नि कस्तो राम्रो देख्यो कलर राम्रो भयो हाम्रो यहाँ फेरि कोदो धोएर सुकाइराखेको छु है मैले साथी हो एक धोक्रो बेसार त यति भयो सुकेर कोदो चाहिँ यति भयो मेरो यो फुल चाहिँ साथी हो यस्तो राम्रो फुलेछ बाफरे कति धेरै कोपिला हालेछ यसमा कोपिला हेर्नु थरी थरीको फुल छ यो कलर यो लाउरे फुलेको कस्तो राम्रो बाफ्रे बाफ्रे ए लाउरे 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 हेर्नु लाउरे यसमा पनि यसमा के भन्छ कपालमा त्यो उ गरे जस्तै भयो ताते पाङ्रे टुटी त राम्रो हो त्यो मजाले फुल्यो क्या यो 3 चोटि फुलेर बताउनु पर्यो म त 3 चोटि फुल्दो रहेछ यो त कति चोटि यो त 12 मास हो यो पार्वती पनि 12 मास हो जस्तो छ जहिले फुलिरहेको छ भन्छ किराले खाएको ल हेर्नु ल हेर कति किरा लाग्दो रहेछ यसलाई कति मिठो लाग्यो होला किरालाई
करबिरे पनि अब फुल्छ होला मेरो चाहिँ। म त फेत्तै लाएर जान्ने भएर काट्यो कठै बिचरा फुल्ने बेला अहिले रहेछ। मैले चाहिँ यस्तो बिगार गरेँ भने म धेरै जान्ने छु के। ल है साथी हो, मेरो फुलको पनि यही हो हुँदैछ। बोरीको लहरा गएको हेर्नु न कति यसरी जान्छ लहरा, बोरीको लहरा डरामुनि। अब मेरो यसको एक दिन कटिङ गरिदिनु छ। भेन्टा के अरे चिप्ले भेन्डी एकै ठाउँ यत्रो उम्रियो, उम्रिन भन्दै हाल्दै उम्रिन भन्दै रोप्दै गरेको त यस्तो राम्रो उम्रियो। है सुन्तला चाहिँ एउटा फलेको थियो, त्यही पनि गएछ। के अचम्म, यो फालिदिन्छु म त, नहुने रहेछ। पानीले कस्तो बगाइदियो है। भित्ता त सुइछ, उठिनहरूमा चाहिँ त्यो पुटिङले गर्दाखेरि हो क्या। उयो नि पुटिङ लाग्यो, सुक्या त छैन होला अझै है। हो उठ्यो त्यहाँ खप्प थियो नि। त्यो बाटी अलिकति सारिदिनु। पुटिङले गरेर पुटिङ नसुकेपछि यस्तै हो। पुटिङ नसुकेर हो क्या यो। कलर त सुक्यो अनि पुटिङ चाहिँ पुटिङ सुकेर हुन्छ क्या। पुटिङ चाहिँ अघिल्लो दिन लाउनु पर्ने रहेछ क्या है। अघिल्लो दिन पुटिङ लाएर बल्ल लाउनु पर्ने रहेछ। साह्रै हतार, साह्रै हतार। हतारको काम यस्तै हो, लतार पतार भन्थ्यो। हतारको काम लतार पतार हुन्छ अरे है भाइ। हेर्नु सबै बगाएर आम्माम। कलर चाहिँ कस्तो राम्रो देख्यो क्या। 20 लिटरको लागि कलर 20 लिटरको लागि 30-40। ए यो पानी नरसाउनको लागि युज गर्छ नि ब्याम्बु। हो त्यसमै कलर मिक्स गरेर दिएर। पुटिङले गर्दा चाहिँ अलिकति बाई बाई। अर्को भिडियोमा भेटौँला है साथी हो। ल यति नै, बाई। मन पराइदिनुहुन्छ भन्ने आशा छ है त साथी हो। बाई बाई।